निर्वाचित सदस्य पदका लागि उम्मेदवारी दिनुभएको थियो। उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। आरती श्रेष्ठज्यू सदस्य पदको लागि अगाडि आइदिनु होला र अगाडि उठाएर खातालाई अनुरोध गर्दछु। यस्तै तयारी अवस्थामा टीकाराम सापकोटाजी निर्विरोध निर्वाचित। टीकाराम सापकोटाजीलाई अगाडि आइदिनु गर्दछु। सदस्य पदकै क्रममा ठाकुर प्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित। टीकाराम सापकोटाजी हुनुहुन्छ। ठाकुर प्रसाद ढुङ्गानाजी निर्विरोध निर्वाचित सदस्य पदको लागि। टीकाराम सापकोटाजी निर्विरोध निर्वाचित सदस्य पदको लागि। मनोज अन्जान निर्विरोध निर्वाचित सदस्य पदको लागि अगाडि आइदिनु होला। मनोज अन्जानज्यू माया गुरुङज्यू निर्विरोध निर्वाचित सदस्य पदको लागि गौमाया गुरुङज्यू। सदस्य पदकै लागि अन्जु श्रेष्ठज्यू निर्विरोध निर्वाचित हुनुहुन्छ। धन्यवाद। अनि सुरेश श्रेष्ठज्यू सदस्य पदको लागि मानबहादुर परियारज्यू निर्विरोध निर्वाचित। मानबहादुर परियारजी अगाडि आइदिनु होला। पुरुषोत्तम राईज्यू खेलकुद सचिव पुरुषोत्तम राईज्यू अगाडि आइदिनु होला। अब निर्विरोध निर्वाचित हुनुभएको छ। प्रकाशन सचिवमा वाचस्पति रेग्मीज्यू निर्विरोध निर्वाचित। वाचस्पति रेग्मीज्यू अगाडि आइदिनु होला। सांस्कृतिक सचिव सनम कुमार बैरागज्यूलाई अगाडि आइदिनु अनुरोध गर्दछु। निर्वाचित हुनुभएको छ। सनम बैरागज्यू हुनुहुन्छ। उहाँ सांस्कृतिक सचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ। डाक्टर मीन बहादुर राणाभाट सामाजिक सचिव निर्विरोध निर्वाचित हुनुभएको छ। डाक्टर मीन बहादुर राणाभाट निर्विरोध निर्वाचित सामाजिक सचिवमा। उप महासचिवमा कृष्ण प्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। उप महासचिव कृष्ण प्रसाद शर्मा निर्विरोध निर्वाचित। धन्यवाद। कोषाध्यक्षको पदमा निर्विरोध निर्वाचित हुनुभएको छ बसन्त नेपालज्यू अगाडि आइदिनु अनुरोध गर्दछु। बसन्त नेपालज्यू हुनुहुन्छ उहाँ। आशा छ उहाँले अब सुशील कोइराला जस्तै भएर आउनुहुन्छ। उहाँ चाहिँ आज सुशील कोइराला जस्तो भएर आउनुहुन्छ है। आज चाहिँ एकदम भाइले राम्रो काम गर्नुभयो। किनभने यस्तो यो पोसो हो क्या हामीले गाउँमा। धन्यवाद बसन्तजी। अब महासचिव पदमा शशिधर नेपालज्यू निर्विरोध निर्वाचित हुनुभएको छ। पुरानो कार्यकारी सचिव शशिधर नेपाल निर्विरोध निर्वाचित। उपाध्यक्ष पदको लागि निर्विरोध निर्वाचित हुनुभएको छ ठाकुर प्रसाद शर्मा। ठाकुर प्रसाद शर्माजीलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु।
ठाकुर प्रसाद शर्मा के छ त भाइ जोशी भाइ जोशी भाइ कस्तो डबल हो के वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित माधवलाल श्रेष्ठज्यूलाई जोरदार तालीले स्वागत गरिदिनु होला। माधवलाल श्रेष्ठज्यू यता हेर्नु यताबाट हेर्नु वरिष्ठ उपाध्यक्ष माधवलाल श्रेष्ठज्यू निर्विरोध निर्वाचित हुनुभएको छ। एटी एसोसिएसन 27औं कार्य समितिको उहाँलाई हार्दिक मङ्गलमय शुभकामना पनि छ। त्यस्तै अन्त्यमा धेरै धेरै धन्यवाद छ यतिलाई यहाँसम्म ल्याएर 2 वर्षको कार्यकाल पनि हामीले गरेको छौँ। फेरि पनि निरन्तर दिँदै यो अर्को 27औं कार्य समिति पनि उहाँबाट नै अगाडि जानेछ भन्ने आशा राख्दछौँ। यति भन्दै मैले निर्वाचन संयोजक अथवा निर्वाचन अधिकृत राजकुमार त्रिपाठीलाई यो माइक हस्तान्तरण गर्दै म प्रवक्ता शिव भण्डारी यहाँबाट बिदा हुन्छु। धन्यवाद। सत्मार्गमा हिँड्ने प्रेरणा तपाईहरुलाई आजको यो सभाले सधैँ प्रदान गरेका छ। हार्दिक हार्दिक नयाँ कार्य समितिलाई बधाई छ र हाम्रो हात तपाईहरुसँग सधैँ मिल्ने छ सदाको लागि। अब मलाई जहाँसम्म लाग्छ राज्यको 14औं अङ्ग मैले अघि सम्बोधनको क्रममा पनि मैले भने पत्रकार महोदयहरूले समाजले गरेको कुरा बाहिर नपुर्याउने हो भने त थाहै पाइँदो रहेनछ। त्यो कारणले जे जति यतिको अधिवेशनलाई समाचार पठाइदिनु भयो यो आज भएको कार्यक्रमको चाहिँ विभिन्न कुराहरू तपाईका वेब इमेल छापाहरूमा राखिदिनुहुन्छ भन्ने आशा राखेका छौँ र समाजप्रति तपाईहरुले गरेको निरन्तर आजसम्मको तपाईको सूचना दिने जुन एउटा अधिकार पाउने र दिने अधिकार छ समाजलाई नयाँ ढङ्गले प्रजातान्त्रिक र पारदर्शी ढङ्गले अगाडि बढाउन तपाईहरुले जुन जुन प्रकारका भूमिका लेखनबाट सम्पादकीयबाट खेल्नुभयो तपाईहरुलाई पनि निर्वाचन समितिलाई सहयोग गरेको बापत यो कार्यभार राजदूत महोदयको हातबाट 2 जना पत्रकार महोदय राजेन्द्र भट्टज्यू र नवीन पोखरेलज्यूलाई र एभरेस्ट गौतमजीलाई यहाँ यो खादा पहिरन गरिदिनु हुन अनुरोध गर्दछु। 3 जना पत्रकारहरू यहाँ अगाडि आइदिनु होला। पत्रकार महोदय डिरेक्टमै लुइन्छ होला। महिलाहरूलाई सधैँ प्रतिनिधित्व गराइएन कहिले पनि ठाउँ दिएन भन्ने कता कता सुनिन्छ। कमजोरी कार्य समितिको पनि रह्यो होला। म क्षमा प्रार्थी छु। अघिल्लो सत्रमै महिलाहरूलाई बोल्न दिनु पर्थ्यो। यहाँ भाउजूहरू आउनु भएको छ, दिदीहरू आउनु भएको छ। अब सम्पूर्ण महिलाहरूलाई प्रतिनिधित्व गर्दै एनआरएन आइसिसी को सदस्य सुषमा राईजीलाई 2 शब्द नयाँ कार्य समितिलाई सधैँ सफलता मिलोस्, तपाईहरु अगाडि बढ्न समाजको लागि अगाडि बढ्नुहोस्, हामी साथमा छौं भन्ने आवाजका साथ 2 शब्द बोल्दिनु हुन म एनआरएन आइसिसी का केन्द्रीय सचिव सुषमा राईजीलाई अब 2 शब्द उहाँ नेपाली एसोसिएसन वार्षिक साधारण सभाका प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर छेत्रीज्यू, अध्यक्ष महेन्द्र कडेलज्यू, डाक्टर राघव धिकालज्यू, वर्तमान र अहिलेका हाल निर्वाचित एसोसिएसनका अध्यक्ष उमेश मोक्तानज्यू, सुमन खरे बीबीसी नेपाली सेवाका सुमन खरेज्यू, एनआरएन युके का संरक्षक सूर्य गुरुङज्यू र विभिन्न सङ्घ संस्थाबाट यहाँ उपस्थित हुनुभएका प्रतिनिधिज्यूहरू, पत्रकार र यहाँ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र एनआरएन आइसिसी को तर्फबाट न्यानो अभिवादन टाक्ल्याउँदछु।